एकछिन यो खरिदारमा 2079 सालमा सोधेको प्रश्न चित्र वर्गीकरण फिगर क्लासिफिकेसनबाट सोधेको प्रश्न हेरौँ है त। अप्सन ए बी सी डी मा कुन चाहिँ चित्र फरक छ भनेको छ है। अब यसमा हेर्नु त, अब यो अप्सन ए मा के छ भन्दा रेखा कति छन्, एउटा दुईटा तीनवटा रेखा छन् हो। तीनवटा रेखा छन् भने तीनवटा रेखाले बनेको के छ, फिगर के छ भन्दा ट्रायंगल छ, त्रिभुज छ, तीनवटा रेखाले बनेको छ हो। एउटा दुईटा तीनटा चारवटा पाँचवटा छ अप्सन बी मा, पाँचवटा सिधा रेखा छ। एउटा दुईटा तीनटा चारवटा पाँचवटा सिधा रेखाले बनेको पाँचवटै रेखाले बनेको फिगर छ। त्यसैगरी चौथो नम्बरमा सी मा हेर्दा एउटा दुईटा तीनवटा चारवटा रेखा छन्, चारवटा सिधा रेखा छ भने चारवटै सिधा रेखाले बनेको फिगर के छ, एउटा दुईटा तीनटा चारवटै सिधा रेखाले बनेको फिगर छ अप्सन सी मा। त्यसैगरी डी मा हेरौँ त, एउटा दुईटा तीनवटा चारवटा पाँचवटा सिधा रेखा छन्। डी मा एउटा दुईटा तीनटा चारवटा पाँचवटा सिधा रेखा छन् र फिगर चाहिँ कतिवटाले बनेको छ, एउटा दुईटा तीनटा चारवटा पाँचवटा छ। यो रेखा पाँचवटा सिधा रेखा कति हो, फिगर चाहिँ कति, छवटा रेखाले बनेको फिगर छ क्या। जतिवटा सिधा रेखा त्यतिवटाले बनेको फिगर हुनु पर्थ्यो, त्यही भएर अप्सन चाहिँ डी चाहिँ फरक हुन गयो है।